रवि लामिछानेलाई अब एउटा मात्रै सर्वोच्च अदालतको आश भरोसा छ। सर्वोच्च अदालतमा गएका छन् यो निवेदन लिएर। रूपन्देहीको जिल्ला अदालतले रवि लामिछानेलाई 1 करोड धरोटीमा छोडेको थियो, तर जिल्ला सरकारी वकिलको कार्यालय उच्च अदालत तुलसीपुरको बुटौल इजलासले उनलाई के सुझाव दियो भन्दाखेरि पूर्वपक्षका लागि थुनामा राख्ने भनिदियो। अब यो मुद्दा उनको छिनाफाना हुनको लागि झन्डै 2 वर्ष लाग्छ। 2 वर्षबाट 84 पनि सकिसक्छ। त्यसपछि फाइनल हुने हो के हुने फेरि अन्त जाने हो। तर अब सर्वोच्च अदालतले उनलाई फेरि बाहिर आउन दियो भने फेरि अर्कै माहौल बनिहाल्छ। दिएन भने यो के अरे बुटौलको उच्च अदालतको यो जो निर्णय छ सर्वोच्च अदालतले खारेज गरेर उनलाई बाहिर छोडिदियो भने चाहिँ ठिक छ, नत्र भने केही पनि छैन। अब यहाँनिर अर्को कुरा के छ भन्दाखेरि अब कति बाजिन्छ ल हेर्नुहोस्, यहाँनिर छोड्न सक्ने सम्भावना पनि छ। सम्भावना कसरी छ भन्दाखेरि रूपन्देही जिल्ला अदालतले 1 करोड धरोटीमा छोड्यो, त्यही उच्च अदालतले के लाग्यो भन्दाखेरि होइन उनलाई थुन्नुपर्छ भन्ने लाग्यो। त्यही फेरि सर्वोच्चलाई भोलि के लाग्न सक्छ भन्दाखेरि होइन उनलाई निकाल्न सक्छ भन्ने पनि लाग्न सक्छ। त्यो कारणले गर्दा छोड्न सक्ने भयो। यदि छैन भने चाहिँ नत्र रवि लामिछानेको चाहिँ झन्डै यो करियरको हिसाबमा चाहिँ सकियो जस्तो देखिन्छ। किन भन्दाखेरि कहिले आउने 2 वर्ष पछाडि त्यतिखेर चाहिँ मान्छेले बिर्सिसक्छ के हुन्छ ब्लाब्ला हुँदै जान्छ। त्यही भएर हेरौँ के हुन्छ। अब के हुन्छ भन्ने पनि मान्छेले तपाईँको सोच पनि के छ भन्ने पनि कतिको सोचाइ थियो मेरो। तर मलाई लाग्छ यो राजनीतिक लेनदेन मिल्यो भने फाइदा हुने जस्तो भयो भने छोड्न पनि सक्छन्, राजनीतिक लेनदेन मिलेन भने छोड्दैन। मलाई चाहिँ यस्तो लाग्छ।